भन्दा चिक्ने ओइ च्याप्टे तेरो ग्याम पे चाहिँ अलि मेरो गेडा पनि होइन क्या भाइ त भागेरै खेल्छस् क्या चिक्ने डायलग दिन्छ यार मुजी 1-2 गोली हान्छु भनेर मुजी लाडो जस्तो मेरो गेडा भाइ मुजी नभागी खेल्न भनेर भनेको क्या तँलाई मुजी नराम्रो खेल्छस् हान्दैनस् ए मलाई हराउनु सक्दैनस् भनेको नि रन्डीको बानमा चिक्ने होइन कोनी अनि के भनेको त 1v1 आइज खेल्छस् भने सक्सेस भने बट रन्डीको बान भन्छ के भनेको भन्ने हो त्यसले मलाई यस्तो ल बिच जिस्केको मुजी लाडो नाचिक्ने जिस्केको त जिस्केको र भनेको म थाहा पाउँदिन मुजी चिक्ने रन्डीको बान होइन भाइ होइन भाइ चिक्ने त भागेर खेलेकै हो क्या र नै भनेको चिक्ने होइन केटा म भागेको छोड्देऊ मार्सु लेख्दै पुग्छु क्या म उयो के भन्छ क्लक टावरबाट भयो कुरा गर्छ केटाहरु यार चिक्ने कति बाजेको तिमीहरु गेममा अनि फेरि 1v1 आइज खेल्छस् बट 1v1 लौडामा च्यालेन्ज दिदैछ चिक्ने सक्नेलाई जान च्यालेन्ज दे मुजी चिक्ने लु खेल न त 1v1 म हेर्छु बरु लु खेल्छु भाइ जिउकेलाई लिएर आए नि खेल्छु क्या डराउँदिन क्या खेल्नु त चिक्ने तर सिधा आएर खेल्नु पर्यो मुजी तल झर केटाको सबै हेर्नेमा डराउँछ जस्तो लाग्छ के हो चिक्ने खेल्नु न तल झर कम्मले तल ओइ सेवन्ते माथि जाऊ बाबु तिमी खेल के हुन्छ त काका खेल्नु काका तल आऊ काका खेल्छु तेर्दिन म तेर्छ चिक्ने 1v4 भिडाइदिए नि खेल्छु क्या चिक्ने डराउने होइन क्या तर चिक्ने आइज 1v1 खेल्छस् सेवन्ते एउटा कुरा सुन ओइ म भागेरै खेले सेवन्ते एउटा कुरा सुन न मेरो कुरा भन्न त अगाडिबाट खेलेछि तँ पिछाडीबाट चाहिँ नघुम त्यति मात्रै खेल्दे खेल ल पिछाडी गएर थाप दिन्छु भयो हैन पिछाडीबाट नघुम भनेको क्या त अन्त अगाडि आएर थाप दिन्छु नि त मुजी त वालेम पाछको चाहिँ पिछाडी सर्छस् क्या त्यही भएर मैले आफ्नो तरिका पो हुन्छ तिमीहरुलाई त्यस्तो सजिलो हुन्छ मलाई पछाडीबाट अब एकैपटि मलाई लेफ्टबाट घुमेर अब त्यस्तो खेल्छ त तँलाई त्यस्तो भन्नु पाउँदैनौँ न हामीले तेरो बोली नै त्यस्तो छ क्या भाइ तेरो बोली नै त्यस्तो छ कतिखेर के बोल्ने त्यो तैँले के भन्दै थिइस् अघि मलाई यस्तो सुन्न च्याप्टे टुर्नामेन्टहरुमा खेल्नु दिँदैन त्यही भएर हामीले कम्प्लेन गर्ने ठाउँ चाहिँ त्यो हो के नरिसा न त पनि काका नरिसाउँ न केही पनि खुल्किँदैन क्या चिक्ने तर नि च्यालेन्ज दिने मलाई होइन क्या अलिक सक्ने प्लेयर राम्रो प्लेयरलाई गएर देऊ क्या च्यालेन्ज सक्छौ भने मैले च्यालेन्ज दिएको त होइन नदेऊ मलाई थाहा छ केटाहरु भाइहरुले के भन्न दाइ सम्झेर भन्नुपर्छ क्या भाइ पहिला भनेको भाइहरुले भन्छ भनेर होइन दाइ सम्झेर भन्नुपर्छ क्या अनि हुन्छ म त जिस्केर भनेको है तँलाई वान बी वान हो केटाहरुको हेरौँ न यार बात छ यार तिमी गेममा पनि ओइ तिनीहरुले सुन्छ कि सुन्दैन लौडा जस्तो बात नाम सोल्टी कमले केटा हो अघि बाजेको चाहिँ स्क्रिन रेकर्ड गरेकोमा कन्टेन्ट खतरा भेटी पठाउँदै युट्युबमा अलिकति हो यार खतरा बाजेको छ अनि केटाहरु मगर भेडे प्लेडे मगर त तपाईँ त चिक्ने अगाडि दिमाग लाग्छ चिक्ने सकिसकेपछि अहिले चिक्ने म एक दिन सकेपछि देखाउँछु नि म कति दिमाग रहेछ
त्यो भिडियो भइरहेको त हामीसँग नि हुन्छ बाबु। भाइ भोइस शुद्ध सुनाउँछु के झल्लो। त्यो म पनि सुनाउँछु के बाबु। ल त्यो खेल्ने सिकाउँछु म। भयो नोब्रेहरूसँग नखेल्ने तिम्रो झल्लो। सकेर खेल्छु त। बट गरेर बस्दै थिएँ। के गरेको? हेर्नु न गेम दाइ। First मर्यो blood. मर्यो। कमले लाडो। तपाईँ नि अँ, पिकी दाइपट्टि हेरेर स्क्रिन रेकर्ड गर्नु न। सुनेको? गरिरहेको छु। मलाई दिनु ल, भोलि म खतरा एडिट गरिदिन्छु नि। ल। म सेभन्तीतिर हेर्दैछु क्या। ल। केटाहरू हेर्दैछ कि ब्याग गइसक्यो? खै गयो जस्तो छ। रितेश दाइ हजुर अरू केटाहरू गयो ब्याग। गयो होला। खै बिकी दाइ त उभिएको भयो त अनि। बिकी दाइ पनि गयो। लेट गयो होला। म त किन ब्याक हुनु? ए अनि किन नभलेको लामो? बिकी दाइको नेट गएको हो? ए आएछ। ओइ मलाई लाग्दैछ यो सञ्जोग दाइ ब्याग गयो जस्तो। केटाहरू ब्याग सनम छैन, रितेश दाइ पनि छैन। हेरौँ न के भालु के खेल्ने सिङ्गल त्यो 1v4 मुभी 1 भर्सेसमा आउनु न। दिनेश भाइ हजुर बेनिसेलाई ड्यामेजसम्म हान्नु First blood. लिप्तै एकता ल्याउँछु हौ। होइन हौ केटा हो मलाई त खोइ यस्तो कुरामा उ गरेको त चित्तै पो बुझ्दैन हौ किन हो। ए दाइ अब 5 ड्यामेज दिन मात्रै हो क्या। 5 दिनपछि हामी आइपिएल हेर्नुपर्छ दाजुभाइ बसेर। यिनीहरू गेम खेल्छ। मैले जित्ने गेम अलिकति राम्रो कुरा भएको ल ठिक छ है। हो यस्तो भएछ, यसले यस्तो हानेछ, यसले यस्तो खेलेछ, यस्तो गरेछ भन्ने लौडा जस्तो आँखाको टेन्सन मुजी, टाउको दुख्ने, आँखा पोल्ने, दुख्ने, फोगट लाल मुजी जस्तो कुरामा उ गरेर हुन्छ। ए हामी दाजुभाइ आइपिएल हेर्नुपर्छ। 5 दिन गेम खेल्नुपर्छ। नचिन्ताउनु न। नेट भएको हो। First blood. ल्या ओइ त्यहाँ कस्तो खतरा ढल्यो त्यो बक्स। बन्टे के भन्दैछ? तिमीसँगै छैन बन्टे त्यहाँ? छैन दाइ, उता गइसक्यो नि होस्टेलतिर।
कहाँ बस्छ हौ हामीसँग ठुलो बडा मान्छे? हाम्रो के सकिन्छ अरे? हाम्रो चामल सकिन्छ अरे, ग्यास सकिन्छ अरे, तेल सकिन्छ अरे, नुन सकिन्छ अरे, अनि नबसेको अरे। First blood. मन्डेलाई हेर नि त त्यो पुरै गोली हान्दै पछि मुख छाड्दै होला त्यो रुममा होला मुजी भन्दै होला है भन्दै होला केटाहरु अनि बाँच्न पनि म्याच जित्ने वर्ल्ड कप फाइनलै हारे जस्तो लागिरहेको छ न हटाउनु न हेर्दै यस्तो खुल्लामा खाना बल लाउनु हान्नु नि First blood. यो दाइले म्याच सिक्ने भन्दै होला यति बेला त्यो दाइले फिक्स भन क्या सन्जोग दाइ हो विक्की दाइले फिक्स म्याच सिक्ने बच्चा भनेर होला भेटी भन्दै होला क्या दाइले कमले आउने यहाँ कसले जित्छ जस्तो लाग्छ तिमीलाई भाइ खै कसले जित्छ थाहा छैन हेरौँ न वर्ल्ड कप जस्तै हो क्या अब यो दाजु भाइ हजुर हैदराबादको रहेछ है अनि दोस्रोमा केजिआर रहेछ हजुर रजित पटिदार कि के अरे रजित पटिदार होइन रजत त्यसले कपाल पालेको रहेछ नि त्यो त हेरिन भाइ पाले पनि अब जे भए पनि एउटा आइपिएल जितेको त्यसमा भाग्यमानी रहेछ त्यही त फर्स्ट क्याप्टेनमै आइपिएल जित्यो होइन त अब यो चोटि चाहिँ पन्जाबै ठिक होला हौ दाइ पन्जाब होइन यसपालि मेरो विचारले नजितेकोले जितोस् भन्ने हो त्यही त पन्जाबले र दिल्ली र दुईजना पन्जाब दिल्ली लखनऊहरू यिनीहरूले जित्यो भने हाम्रो नेपालले चाहिँ हारेछ नि नेपालको त हेर्नै मजा आउँदैन हौ भाइ मुजी बलर हेर ब्याट्सम्यान 8 विकेट बचाएर मुजी 120 भनेर जान्छ मुजी डम्पल कामीको सेलिब्रेसन हेर्नुपर्छ ओइ नेपालको छैन हौ भाउले क्वालिटीवाला क्रिकेटै छैन र अहिलेसम्म क्वालिटी कमलले त उहाँ नेपाल पनि खेल्छ भनेर सोचिरहेको रहेछ सम्पल कामीको सेलिब्रेसन हेर्नुपर्छ भन्दैछ डल्लो लौडा सिक्ने यत्रो मुजी धम्की लाउने मुजीहरू अनि सिक्ने जोन सकिउन्जेलसम्म पनि एउटा मान्छे कति त्यसै अँ जङ्गी सकिस् नि त बरु
त्यतिको खुल्लामा उभिएर वालै नलागन किबुङ हान्छ मै लगाइदिन्छु हौ वान ट्याप त मुजी जाँट झल्लोले वहाँ माथि राखेछ त्यो केटाहरूले कसो गेम हेर्दैछ हौ म त बन्ठेको हेर्दैछु यो मुजीसँग पनि जित्छ तपाईँले त हेर्नै बन्थेकै हो त्यही हो मलाई थाहा छ माथिने दाइ के गर्छ यिनीहरू मुजीहरू अनि यत्रो First blood. उ गरेर के पो अहिले पनि केटाहरू। सिधै गरेर हानेको यो दाइले अन्त चाहिँ सुन्न रितेशे सुन्न कोही रितेशे केटाहरू आवेगमा आयो बनावन परि त हाल्नुपर्छ म त हाँस उठेर रन्डीको फेरि बोली पनि केटाहरूको तर मुख त म पनि अति नै छाड्छु कि तर तिमीहरू त लास्टै कति छाडा मुख छाड्ने रहेछ तर दाइ चाहिँ लास्टै जङ्गियो है अनि विक्रम दाइ विकीलाई भन्नु नि त केटाले जिस्काएर भनेको थियो बुझेन काकाले फेरि बन्ठेले भन्नु चाहिँ मुझे आइज नि त भनेर यस्तो भनेको यो रन्डीको पनि वनजना आइज क्या बुझिके के अरे बोतो झन् काका रिसाइज First blood. यस्तो मुजी गति छाडावाला गाली चाहिँ गर्ने होइन क्या मुजी साथी भए पनि मुजी किने भन्नु फाल्ने कुरा हो कि लौडा जस्तो गाली गरेर हुन्छ त मुजी रन्डीको बान भन्ने हो त भोलि मेरो दिनभरिको काम के हो थाहा छ दाइ के हो यो भिडियो एडिट गरेर बस्ने हो तपाईँलाई हालिदिइहाल्छु बेलुकाखेरि भयो यस्ता नबनाऊ यो चिक्ने जोनमा मरेको बनाउँछौ त लामै हुन्छ हो तिमीलाई भाइ एउटा वान ट्याप खाउनुको लागि मुजी लाग्छ जोन सरेर पनि तिमी अनि पनि जोनमै मर्ने रितेश दाइ जङ्गिसक्यो दाइ म त नखेल्दै वान सक्दिनँ होइन म पनि भाइ First blood. हजुर स्पिकरको जुस छेउमा भएको भए काटाकाटै गर्छु यो गर्ने मुभीहरू कमले आउनु न अब हेर यो म्याच सकेपछि पनि यिनीहरू बात छन् एकचोटि अब बिग्रिले के भन्छ होइन बोल्दैनन् होला तर चुपचाप लाग्छ चुरोट खाइसक्यो केटाहरूलाई दिएर म त First blood. सक्नेरा गएर धम्की दियो न कहाँ मलाई दिएको भन्छन् कमेडी पनि गरे जस्तो गर्छन् बाजा जस्तो पनि गर्छन् केटाहरू केटाहरू गेममा लास्टै क्रेजी भयो नि त त्यही भएर बराबरी हान्ने गएर भन न 7 च्याम्पियन सक्यो क्या केटा बराबरी हान्ने रहेछ केटाहरू फेरि यतापट्टि हाम्रो राउन्डमा पर हार्यो नि त त्यो हारेपछि त्यो बिच हो क्या त्यो नजान्ने हाम्रोपट्टि पर First blood. सर्टगन निकाल्दै त डेजर्टले हान्नु गगने कहाँ गयो त्यो ओइ हेर्दा त निदा जस्तो छ
त दुईजनालाई देखेर त हेर आज त लास्टै हाँसु थियो भोलिदेखि म त गेममा आउँदिन हेर्दै म आए पनि म त उता कृष्णहरूसँग खेल्छु यी साथी एउटा केटाहरू गेम भन्दा ठुलो कुरो केही छैन जस्तो गरेर खेल्दो रहेछ उहाँ हेर्नु न हिँड त्यहाँ बसिरहेछ First blood. सक्यो होइन त सक्यो ल ठिक अब केटाहरूको कुरा सुनौँ न फेरि के सुन्दिनँ म त भन्न बस्न छोडिदिएछ 5 राउन्ड चाहिँ ओए विक्रम हाँ नरिसाए मुझे रिसाए ए रिसाको होइन क्या ओइ होइन मुजी क्या? तिमीहरू यहाँ सुन मलाई तिमीहरू बोल्नु दे न, मुजीहरूसँग मलाई म बोल्नु दे रिसाएर न। केही पाउने होइन तिमीहरूसँग त्यहाँ सुन, मसँग त्यस्तो तिमीहरू होइन रिसाएर हौ, केही होइन तर त्यहाँ मैले के मलाई भनेको भने बोल्नु दे। तैँले जुन तरिकाले भनिस् त्यही तरिकाले भनेको तिमीहरू मुलाहरूसँग म रिसाएर के पाउँछौ यहाँ सुन न मलाई बोल्नु दे न अलिकति त्यस्तो नराम्रो लाग्यो भने सरी हेर हामी दाजु भाइ त्यस्तो होइन कुरामा ओ केटा मैले हो साँच्चै म कसम भन्छु नि जोक गरेको तिमीहरूलाई थियो होइन त गोमे सेवन्ते मुजी यो सन्जोके निरने रितेश भाइहरू तिमीहरूसँग म रिसाउँछु अनि मसँग तिमीहरू रिसाउँछौ होइन यो म त चाहिँ के हुन्छ साँच्चै त भनेको पिरे भनेको होइन त्यो जोकली बोलेको हो क्या अब त्यो तैँले रिसले बोल्दा बोल्दै त्यो बोली पठाएको हो नभए त त्यस्तो नराम्रो लाग्यो भने चाहिँ सरी हेर होइन तैँले नराम्रो लाग्यो तैँले ओइ, जुन ओइ, तरिकाले मलाई नि भनिस् अप्ठ्यारो मैले नि लाग्छ त्यही क्या तरिकाले भनेको मात्र क्या रिसाएर होइन के मलाई नि तिमीहरू अप्ठ्यारो लाग्छ ओइ, क्या त्यस्तो चुप अप्ठ्यारो चुप तर चुप मानि चुप पर्ने होइन ओइ मुजी सरी चुप त्यसको लागि चुप चाहिँ रन्डी भालु चुप रन्डी मेरो कुरा सिक्ने गो ल तिमीहरू सबै जाऊ एकपट्टि म एकपट्टि बस्छु 1v4 रन्डी ल म्याच जान्छु म त जान्छु काप लाइन खेल्नु बस्न त च्याप्टर तर म खेलौँ 1v1 ल अरूले रेकर्ड गर्छ म त अनि फेरि गर्दिन रितेशको पालो म त गर्दिन अनि रितेश म त गर्दिन अनि रितेशको पालो है म स्टार्टै गर्दिन अहिले रन्डीलाई चित्ने त्यही अहिले भाइ हजुर त्यति बेला म खेलेको भएदेखि मेरो यार कसम उसमा के पो 5वटा स्टार पुग्थ्यो होला मेरो बिहारमा स्टार्ट रन्डी बेनिसी ल रन्डी ल केटा कुकुर हो गुड नाइट ल सबै बाई खेलौँ न सुत्ने यार केटा हो ओए 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 बेनिसोलले एक म्याच सबै खेल्यो भने छिट्टो न त के भयो ब्याग 1v1 आइज के नि तर म 1v1 के खेल्नु सबैजना खेलौँ न है सबैजना खेल्ने अनि सुत्ने हो क्या गोमे भोलि खेलौँ न टाइम ल यो ओइ मलाई चाहिँ आइज एउटा आइज कुरा सिजन तर म 2v4 आऊ न खेलेको माथि थिएँ आऊ नि त माथि सबैजना आऊ त माथि केटा मेरो कुरा चाहिँ राख्नु दिएन रन्डीको बानी भन् कमले म्याच यो सरकार कम्मले यिनीहरू सन्जोके 4जना राखेर 2जनाले गोद्नु चाहिँ मन थियो क्या अघि धेरै नै फुर्ती लाग्यो मुजीहरू भोलि भोलि बट्टै बट निरहने सेवन्टेलाई राखेर खेल्छ अघि भेटेको जहाँ छ 22 किलो हानेको थिएँ मैले सेवन्तेले 5 किलो कता हानेर कता बस्ने पनि ओए यस्तो हुँदैन बिक्की यता बेनिस उता है त्यो अघि मैले दरो पेलान खाएको छु केटा हो आइज न त अनि खेल्नु ल ल बाई केटा हो बाई बाई ल